पहिला चाहिँ माछापोखरी डाँडा, अहिले चाहिँ यहाँ ठुलो कृषि फर्म भएको छु। पुरा कुनै एउटा नयाँ दुनियाँमा आएको जस्तो हुन्छ। त्यो राम्रोसँग फर्महरू भिजिट गर्न पाइन्छ कि। यहाँ काकाहरूले मात्र एकदमै मेहनत गरेर काम गर्दै हुनुहुन्थ्यो। उहाँहरूलाई हेरेर चाहिँ अहिले धेरै कृषि व्यवसायहरू फस्टाएको छ। सबै किसिमको काँक्राहरू फल्न थाल्यो। अनि असारदेखि साउन भदौ असोज कार्तिकसम्म काँक्रो फल्न थाल्यो हैन। वरपर सबै हरियाली हरियाली छाएको छ। गोलभेडाहरू टिप्दै बजार लाँदै गोलभेडामा तिनमसेको मजा आले मिन्डिउरी भएछ। तिनमसेम भाउ हैन ज्याउ मखिनु भएछ। त्रिशुलतिर पुरा बादल ढाकिरहेछ। खेतहरू सबै साफ हुँदैछ, धानहरू भित्रिसकिया जस्तो छ। सबै कुरो देख्न पाइने यहाँ चाहिँ घुम्न आएको जस्तै, घुम्न आउने ठाउँ जस्तै भएको छ अहिले चाहिँ। ए काका छैन रहेछ, गाईको गोठ चाहिँ यहाँ रहेछ ल। सिमीहरू पासेहरू सबै फुल्न थालेछ। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सम्पूर्णलाई स्वागत छ। म अर्जुन तामाङ हजुरहरूको साथमा फेरि पनि उपस्थित भइसकेको छु। आज म घुम्न आएको छु यता हाम्रो काकाहरूको। पहिला चाहिँ माछापोखरी डाँडा, अहिले चाहिँ यहाँ ठुलो कृषि फर्म भएको छु। आज यो कृषि फर्म सबै अवलोकन गर्नेछु। हजुरहरूलाई एउटा ठुलो भिडियो प्रस्तुत गर्नेछु। काकाको यस्तो ठुलो फर्म छ कि धेरै वर्ष अगाडिदेखि नै यहाँ कृषिमा आबद्ध हुनुहुन्छ। जापान पुगेर, जापान छोडेर नेपालमा आफ्नै ठाउँमा कृषि व्यवसाय गर्दै हुनुहुन्छ हाम्रो काका। यस्तो राम्रो लगानी गरेर यस्तो फलाउनु भएको छ कि गोलभेडाहरू। यो बेमौसमी जस्तै भनौँ। अब यो चाहिँ कलिलो बोट भर्खर फल्न थालेछ। यहाँनिर आएपछि चाहिँ एउटा पुरा कुनै एउटा नयाँ दुनियाँमा आएको जस्तो हुन्छ। त्यो राम्रोसँग फर्महरू भिजिट गर्न पाइन्छ कि। यति ठुलो फर्म टनलहरू निर्माण गर्नुभएको छ। गोलभेडा पनि साह्रै राम्रो भएको छ। फुलहरू फुलिरहेछ, तिहार गइसक्यो। यहाँ यस्तो अगबारे खुर्सानी यत्रो ठुलो बोट हुँदो रहेछ। यस्तो राम्ररी फस्टाइरहेछ कि यहाँ व्यवसाय राम्रोसँग गर्नुभएको छ। हाम्रो गाउँमा चाहिँ यो यहाँको काकाहरूले गर्दाखेरि नै तरकारी खेतीहरू गर्ने मान्छेहरू धेरै भइसकेको छ। पहिला थिएन। यहाँ काकाहरूले मात्र एकदमै मेहनत गरेर काम गर्दै हुनुहुन्थ्यो। उहाँहरूलाई हेरेर चाहिँ अहिले धेरै कृषि व्यवसायहरू फस्टाएको छ। उहाँहरूले चाहिँ नयाँ नयाँ प्रविधिबाट नयाँ नयाँ आधुनिक खेतीहरू गर्नुहुन्छ। अनि पहिल्यैदेखि जापानमा गएर धेरै कृषि ज्ञानहरू लिएर फर्किनु भएको काका। अनि गाउँघरमा सबैलाई सिकायो धेरैलाई। उहाँहरूले गर्नुभएको योगदान यो हाम्रो गाउँको वरिपरि सबैजनालाई एकदमै बहुमूल्य छ। माने पनि नमाने पनि उहाँहरूको देखेरै धेरैले गरेको हो। यहाँ टनल एकदमै ठुलो टनल। यहाँनिर पहिला खेती यस्तो खेतीहरू गर्दैन थियो। उहाँहरूले नयाँ नयाँ प्रविधि, नयाँ नयाँ टेक्नोलोजीहरू लिएर बाहिर देशमा ठुल्ठुलो विकसित देशहरूमा जानु भएर कामहरू सिकेर आएर आफ्नै गाउँमा सबै चिज गर्दैछु। एकदमै खुसी लाग्यो। एकदम राम्रोसँग फस्टाएको तरकारी। योपालि चाहिँ काँक्रा चाहिँ अलि बिग्रियो भन्दै हुनुहुन्थ्यो। अरू कुराहरू चाहिँ राम्रो फस्टाएको छ। अमृसो। अनि यहाँनिर चाहिँ के हो, म चाहिँ पहिलोचोटि घुम्न आएको। यहाँ गोठ होला सायद, गाईको गोठ हो कि। तलतिर सबै टनलहरू निर्माण थियो पहिला 4 वर्ष अगाडि आउँदाखेरि। अहिले चाहिँ अमृसो लगाएको रहेछ जताततै। टनलहरू चाहिँ क्यान्सल गर्नुभएको जस्तो लाग्यो। यहाँ केही गाईको गोठहरू बनाउन खोज्नु भएको जस्तो लाग्छ मलाई। यहाँ चाहिँ ठुलो पुरानो गोठ निर्माण गर्दै रहेछ। नयाँ गोठ। काँक्रोहरू फलिरहेछ। बेमौसमी खेतीहरू चाहिँ यहाँ कसरी हुन्छ भन्ने कुरो उहाँहरूले रिसर्च गर्दै गरिरहनु भएको छ। जसरी हुन्छ फलाउनु पर्यो। बेमौसमी अफ सिजनमा पनि खान पाइने काँक्राहरू यहाँ पहिला हाम्रो अब मौसमको भन्दा हुँदैन थियो। अहिले चाहिँ विभिन्न किसिमको काँक्राहरू, सबै किसिमको काँक्राहरू फल्न थाल्यो। अनि
असारदेखि साउन भदौ असोज कार्तिकसम्म काँक्रो फल्न थाल्यो होइन। एकदमै राम्रो प्रविधि ज्ञानहरू दिँदै उहाँहरूले एकदमै ठुलो योगदान कृषिमा ठुलो टेवा पुर्याउँदै गाउँघरको लागि एकदमै राम्रो कृषकहरू जन्माउनु भएको छ। सामरी बजार बिहान उज्यालो टाढा देखिरहेछ। कल्लबारेहरू चाहिँ अलिकति ओझेल परेछ। यहाँ मुनि नै छ हाम्रो नुवाकोट म्यागङ गाउँपालिका वार्ड नम्बर 5 हेलबस। सबैभन्दा काम गर्न जान्यो भने चाहिँ जस्तैसुकै ठाउँमा जे पनि हुन्छ भन्ने एउटा उदाहरण बन्नु भएको छ उहाँहरूले। यहाँ डाँडामा केही थिए, यो डाँडामा केही पनि थिएन। सिरु डाँडा, सिरुको वन जङ्गल थियो चौर। तर अहिले आएर उहाँहरूले यस्तो गर्नुभयो कि पुरै अमूल्य जग्गा बनाउनु भयो। वरपर सबै हरियाली छाएको छ। गोलभेडाहरू टिप्दै बजार लाँदै भाउ पनि राम्रो आउने यतिखेरको है। राम्रो छ। बेमौसमी तरकारी, केमिकल पनि त्यति धेरै केमिकल पनि युज गर्नु पर्दैन यस्तो शान्त ठाउँहरूमा। तराईमा जस्तो होइन, यो गाउँघरको चाहिँ निकै अर्ग्यानिक हुन्छ। आमामै त्यो गोलभेडा त के हो, 100 ग्राम छ जस्तो छ त। यहाँतिर चाहिँ पहिला आएको थिएन, अहिले चाहिँ पुरै राम्रो भइसक्यो रहेछ। बङ्गुरको दाना नाङ्गोमा आरे आसुदिम पहिला कुखुरा फार्म मेरा बिग्ला मुझे फेराङ तो रासु ए यहाँ कन बुबा दुना मे ए ए कोलफेडम तीनम सेगा मजा हाले मिन्दी बिरु यासो तीनम सिम भाव हैन ज्या महिनो यासो मुर्मी कोही चाहिँ 2000 मुंग ए कोही चाहिँ 1500 भवा त कोलफेड जानिम सुगोलफेड हामी खाङमै ने गेम पुरानो रोब त लासो खाले रोग लगादिस रोला ज्याबा एकदम रोग लाग्थ्यो आमराङ पनि का कता आले दङ सिर गुल नाम छरी नाम हिजु चेमामी लाङवाङ जि मेन सकले दिनगल ए तकाल मेना शेप्स मेन छाको साथम फेरि ज्याबा हे अहिले नगरङ बा ए पुगेरे ति छङ हिजु छोगेरी रोग चाहिँ छुबल मुजम तिरे ते आइजाला छन् होय च्याम्री च्याम्राङ बो हे सेङमुरिम गारङ वानम ए हाम्रो अङ्कलहरूले पहिला लिँदाखेरि सुरुमा यहाँ यसैमा थियो घर जस्तो। अहिले चाहिँ पुरै डाँडै भरिसक्यो। तलको चाहिँ गाई फार्म कुखुरा फार्महरू थियो क्या अरे पहिला। यहाँ कुखुरा फार्म राखेको गडामा चाहिँ अहिले गाई पालन थियो। अहिले सबै हटाएछ। के लगाउनु भएको छ। यहाँनिर चाहिँ पुरै कृषि बर्खाभरि कृषि गर्ने। अनि हिउँदोमा पनि आलुहरू चाहिँ राम्रोसँग उम्रेको छैन रहेछ यहाँ। राम्रो घाम राम्रो टह लागिरहेछ। जाडो महिना अब बिहान बेलुका चाहिँ जाडै छ। सो यतिखेर चाहिँ त्रिशुलतिर पुरा बादल ढाकिरहेछ। खेतहरू सबै साफ हुँदैछ। धानहरू भित्रिसक्यो जस्तो छ। बर्खामा चाहिँ यहाँ पुरै हरियाली जङ्गल थियो अस्ति र यहाँ अहिले चाहिँ पुरा मर्दो रहेछ। अलिक सफा नै देख्दो रहेछ। सो आज यहाँनिर घुम्यो रमाइलो। सबै कुरो देख्न पाइने। यहाँ चाहिँ घुम्न आएको जस्तै, घुम्न आउने ठाउँ जस्तै भएको छ अहिले चाहिँ। यति राम्ररी गर्नुभएको छ कि पाखा डाँडा पुरै भरिसकेको छ। सबै चिज कृषि व्यवसायमा। दुध नदिने गाई चाहिँ यहाँ तल राख्नु भएको रहेछ। दुध दिने गाई चाहिँ यहाँ माथि गाईको गोठ।
ए काका छैन रहेछ, गाईको गोठ चाहिँ यहाँ रहेछ ल। गाईहरू दाना खाँदै। ए गाईलाई चाहिँ जाडोले भेट्छ भनेर होला सायद पुरै प्लास्टिक ढाकेको छ। काका हुनुहुँदो रहेछ। अब चाहिँ म लाग्नुपर्छ। यहाँनिर पुरा घुमेको एकदमै रमाइलो साथ सबै चिज जताततै काहीँ बाँझो राखेको छैन, सबै जे हुन्छ त्यतै लगाउनु भएको छ। सिमियाहरू पासैहरू सबै फुल्न थालेको छ, छिपिँदै गएको छ। गोलभेडा चाहिँ एकदम राम्रो भर्खरै फलेर चाहिँ पाक्न थालेको छ। एकदम दामी देखिँदो रहेछ बेमौसमी चिजहरू। घुम्यो आज यतातिर, एकछिन यसो कृषि फर्मतिर भिजिट गऱ्यो। अब यहाँ पारीतिर के छ, कोही मान्छेहरू छ कि यसो यतातिर हेर्नु पर्यो। अस्ति दसैँमा यहाँ रागो लिन आएको ठाउँ जस्तै लाग्यो मलाई, हो कि होइन यसो हेर्नु पर्यो यहाँनिर मान्छेहरू छ कि छैन। गोठ मात्र रहेछ। यहाँनिर केराहरू फुलहरू लगाउनु भएको रहेछ। गोठ चाहिँ रहेछ, मान्छे चाहिँ छैन रहेछ ल। जङ्गल भङ्गिरी डाँडा धानहरू सबै उठाइसकेको छ। अब चाहिँ लाग्नुपर्ने हुन्छ गाउँतिर। यसो यहाँ तरकारी फर्म भिजिट गरिसक्यो। काकाहरू चाहिँ भेटेन, काकीलाई भेट्यो। सो लाग्नुपर्ने हुन्छ अब अर्कै कामतिर, अर्कैतर्फ। यहाँनिर नआएको पनि धेरै भएको थियो, आज आइयो। बाटोमा पानी रहेछ। उहाँ काकाहरूको गाडी पार्किङ, डेली पार्किङ यहाँ हो। गाडी भारी बोक्न गइसकेको छ। माथि चाहिँ चान डाँडा। सबै यति बसो लाग्ने तरिकाले हरियाली शीतल यति राम्रोसँग बनाउनु भएको छ। जाँगर मात्रै चल्नु पर्ने रहेछ। जग्गा जस्तै ठाउँ भए पनि मान्छेले राम्रो बनाइहाल्ने अनि बस्न मन लागिहाल्ने, त्यहाँबाट इन्कम पनि हुने, मेहनत पनि गर्न जान्नुपर्ने रहेछ हर कुरामा। सो अङ्कलहरूले गरेर देखाउनु भएको छ। एकदमै राम्रो रमाइलो। मैले चाहिँ भिजिट गर्यो, हजुरहरूले यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। आजको भिडियो यति नै। हजुरहरूलाई अर्को भ्लगमा अवश्य भेट हुनेछ। सबैजनालाई बाई।